हजुरहरूलाई नि आफ्नो आफ्नो सिभी बनाउनु पर्ने छ। एउटा राम्रो तरिकाले त्यो कसरी बनाउने त्यो म आज यो भिडियोमा सिकाइदिन गइरहेको छु। त्यसको लागि हजुरहरूलाई सबभन्दा पहिले क्यानभा एपमा जानुपर्ने हुन्छ। हजुरहरूसँग छैन भने प्ले स्टोरमा भेटिन्छ, त्यहाँबाट डाउनलोड गर्नु होला। मसँग छ यहाँ, मैले यहाँ क्यानभा खोलिसकेँ। त्यसपछि एकछिन टाइम लाग्छ। हजुरहरूको यस्तो इन्टरफेस खुल्छ अनि त्यसपछि तल हेर्न सक्नुहुन्छ यो टेम्प्लेट्स भनेर छ, त्यसमा जानु होला। अनि यहाँ सर्च टेम्प्लेटमा आएपछि हजुरहरू यहाँ आएर सिभी सर्च गर्नु होला। यहाँ सिभी सर्च गरेपछि हजुरहरूलाई धेरै अप्सन आउँछ। योबाट हजुरहरू कस्तो खाले बनाउन चाहनुहुन्छ त्यो यहाँ सेलेक्ट गर्नु होला। जस्तै मैले एउटा हजुरहरूलाई सेलेक्ट गरेर यहाँ देखाइदिइरहेको छु। मैले जस्तै यो सेलेक्ट गरेँ। त्यसपछि हजुरहरू यहाँ आफ्नो फोटो चेन्ज गरेर आफ्नो फोटो राख्नु होला। यहाँ फोटोमा गएपछि तल हेर्नुहुन्छ रिप्लेस भनेर, अनि यहाँबाट हजुरहरू आफ्नो फोटो राख्नु होला। त्यसपछि हजुरहरू यहाँ नाम जुन छ त्यहाँ यहाँ नाममा गएर हजुरहरू एडिटमा तल गएर यहाँ गएर नाम पनि हटाउन सक्नुहुन्छ। त्यसपछि जे नाम राख्नु छ त्यो राख्नु होला। त्यसै गरी प्रोफाइल समरी पनि हटाउन सक्नुहुन्छ। या रेस्टुरेन्ट सर्भरको सट्टामा हजुरहरूले स्टुडेन्ट या जे हुनुहुन्छ त्यो राख्न सक्नुहुन्छ। यहाँ कन्ट्याक्टमा गएर इमेलमा गएर हजुरहरू यहाँ एडिटमा गएर फेरि हटाएर जे मन लाग्छ त्यो इमेल राख्न सक्नुहुन्छ। यसै गरी हजुरहरू आफ्नो चेन्ज गर्नु होला। त्यसपछि यहाँ माथि हेर्न सक्नुहुन्छ यो डाउनलोडको अप्सन छ, त्यहाँ गएर थिचिदिइसकेपछि हजुरहरूको डाउनलोड हुन्छ। यहाँ सेभ एज इमेज भनेर हेर्न सक्नुहुन्छ। हजुरहरूको यहाँ सेभ टु ग्यालेरी भनेर हजुरहरूको ग्यालेरीमा सेभ भइसक्यो। अनि यस्तै अपडेट भिडियोको लागि हजुरहरू च्यानललाई सब्सक्राइब गर्नु होला। अनि सक्दो यो भिडियो सेयर गरिदिनु होला। हजुरहरूलाई प्रोफेसनल तरिकाले बनाउनु छ भने उसको लागि मैले लङ भिडियो राखिदिइसकेको छु। हजुरहरू च्यानल भिजिट गरेर त्यहाँबाट हेर्न सक्नुहुन्छ कसरी बनाएको छ। त्यो चाहिँ मैले गुगलबाट बनाएको छु। हजुरहरू एकपल्ट च्यानल भिजिट गर्नु होला अनि सक्दो यो भिडियो सेयर गरिदिनु होला।